नमस्ते, म जोगेश्वरले र फेरि एउटा सापको भिडियो लिएर आउँदैछु र तपाईहरुले देख्दै हुनुहुन्छ यो मोनोक्लेट कोब्रा हाइली भेनामस नाजा नाजा भन्छ यसलाई। र आज हामी रेस्क्यु गर्दैछौँ विश्वनाथ भ्यालीको कमार पोखरीबाट। र आउनुहोस् कसरी हामी रेस्क्यु गर्यौं, कुन स्थितिमा साप थियो, हामी सम्पूर्ण भिडियो देखाउँदैछौँ। र अहिले वर्तमान हामी पुग्दैछौँ जुन घरमा साप निस्केको त्यो घरमा। र यहाँहरुले हामीलाई लाँदै हुन्छ र हेर्नुहोस् साप हेर्न दर्शक कति हुनुहुन्छ र मजा लाग्छ, किनभने साप हेर्ने दर्शक पनि हुन्छन्। किनभने हामीले त गान हेर्ने नाटक हेर्ने सुनिया थियो, तर आजकल साप हेर्ने दर्शकहरू पनि हुन्छन्। र यो दुईटा कोठाको माझमा सापले दुई तीनवटा मुर्गी मारेर डिमसिम खाएर यहाँ बसेको रहेछ र विश्राम गर्दाखेरि घरका मान्छेहरूले देख्नु भएछ र हामीलाई कल गर्नुभयो। र अहिले चाहिँ समय भएको छ तपाईको रातिको 9 बजेको। र अब हामी रेस्क्यु गर्दैछौँ। कस्ता चालले रेस्क्यु गर्छौँ हेर्नुहोस्। दुईटा कोठाको माझमा टिन उहाँहरूले राख्नु भएको रहेछ र टिनको फाँकामा गएर साप पसेको रहेछ। र अब हामी यसलाई रेस्क्यु गरेर निकाल्छौँ। र रातिको कुरा हो, अलिकति हामीलाई मेन समस्या छ, किनभने देख्न बहुत कम्ती हुन्छ, किनभने दिउँसो जस्तो देखिन्छ, राति त्यस्तो देखिँदैन। र मेन हामीहरूको साथी हो टर्च, र हामी पुरा टर्च लगाएर हेर्दैछौँ। र हामी अहिले जुटिया भावे गर्दैछौँ। वन विभाग र म पनि सँगै छु र वन विभागका हामीहरूका साथीहरू पनि छन्। र हामी किनभने यो साप ठुलै रहेछ र यस्तो जग्गामा छ जे हामीहरू एक दुसरालाई हेल्प गर्न बहुत जरुरी भयो। र अहिले हामी हेल्प गर्दैछौँ र गाउँका मान्छेहरू पनि धेरैजना हुनुहुन्छ र साप हेर्ने मान्छेहरू पनि धेरै हुन्छ। र यस्तोमा बहुत रिस्क हुन्छ, किनभने फट्टै साप निस्केर गएर कसैलाई बाइट गरिदियो भने फेरि त्यो एउटा महा समस्याको हुन्छ। र हेर्नुहोस् साथीहरु, यस्ता चालले हामी रेस्क्यु गर्छौँ। कति अप्ठ्यारो र कति डरलाग्दो काम हुन्छ। र हामी भन्छौँ हामीहरूका भिडियोहरूलाई तपाईहरुले हेरे पनि स्किप गरे पनि हामीलाई आपत्ति छैन, तर लाइक कमेन्ट शेयर गरिदिनुहोस् र हामीलाई सपोर्ट पनि गरिदिनुहोस्। किनभने यी सब गर्न जाँदाखेरि हामीलाई धेरै आर्थिक समस्याहरू आउँछन्। कस्तो आर्थिक समस्याहरू भन्ने, कतिपय घर यस्ता हुन्छन् जहाँ दुई तीनवटा कुखुराले आफ्नो जीविका पालेको हुन्छ। ती घरमा पनि गएर यी सापहरूले ती भक्का कुखुरालाई पनि टोकिदिँदाखेरि उहाँहरूको जीविका गर्ने माध्यम पनि बन्द भएको हुन्छ। र त्यस्ता मान्छेहरूलाई पनि हामीले हेल्प गरिदिनुपर्छ। र हेल्प कसरी गर्नु भनेर भन्दाखेरि तपाईहरुको सपोर्ट अगर हामीले पायौँ भने हामी ती मान्छेहरूलाई हेल्प गर्न सक्छौँ। र अहिलेसम्म हामी जस्तो सक्दैछौँ त्यस्तै हेल्प गर्दैछौँ र फेरि पनि हामी हेल्प गर्न चाहन्छौँ त्यस्ता मान्छेहरूलाई। र हजुरहरू जहाँ पनि हुनुहुन्छ, जस्तो स्थितिमा हुनुहुन्छ, हामीहरूलाई सपोर्ट गरिदिनु, जाते यो काम तपाईहरुले गरे जतिकै होस्, तपाईको पनि यसमा सहभागिता होस्, सहभाग गर्नुहोस्। र अब चाहिँ हामी सापलाई त्यो टिनको उसबाट हामीले निकालेर यहाँ हेर्नुहोस्। अब यो सापलाई चाहिँ अब हामीहरू रेस्क्यु गर्दैछौँ। र यस्तो स्थितिमा यस्ता चालले रेस्क्यु गर्नुपर्छ जहाँ कुनै जग्गामा कुनै वस्तु हुँदैन र त्यही हिसाबले रेस्क्यु गर्नुपर्छ र बहुत डेन्जर हुन्छ। र यो चाहिँ हो मोनोक्लेट कोब्रा र यसले चाहिँ 4-5 वटा डिम खाएको रहेछ। र हाम्रो एउटै प्रयास चाहिँ यसले डिम बाहिर ननिकालोस्, किनभने उसको खाएको वस्तु अगर बाहिर निकालिदियो भने बहुत समस्या हुन्छ बिचरालाई। र हामीलाई अलरेडी यसलाई रेस्क्यु गर्यौँ र बेगमा पनि हाल्यौँ। र सबैजनाले खुसी हुनुभयो, घरका मान्छे पनि खुसी हुनुभयो। दुईटा मुर्गी मारेको छ त्यही पनि उहाँहरू खुसी हुनुभयो, किनभने एउटा जीवन पनि बच्यो अनि उहाँहरू पनि सुरक्षित हुनुभयो। र सबैजनालाई धन्यवाद हामीहरूको भिडियो हेरिदिएकोमा। र हामीहरूको भिडियोहरू कस्तो खालको हुन्छ, के हुन्छ, हजुरहरूले कमेन्ट हामीलाई निश्चय भन्नु। र यो चाहिँ अब हामी अलिकति टाढा लगेर यसलाई उसकै जग्गा तपाईको 100 मिटरको दायरामा हामी फेरि उसलाई छोड्दैछौँ। र सापहरू बचाउनको लागि र पर्यावरण सुरक्षित राख्नको लागि तपाईहरुको पनि सहयोग हामी चाहन्छौँ। र सबैजनालाई शुभरात्रि, धन्यवाद, थ्याङ्क यू।